RJ Entertainment. यो पार्टनरमा व्यापार गर्न हुँदैन भन्ने सोचेर अब एक्लै गर्छु भन्ने लाग्यो हो। एक्लै नि पार लाउँदैन होला, आफ्नै घरकै स्वाहिनीलाई पार्टनर बनाउनु पर्यो। कसरी व्यापार फस्टाउन भनेर स्वाहिनीलाई पार्टनर बनाएको त झन् घोटाला पो भयो त। यो कस्तो कुलङ्गार्नीलाई ल्याएर आएछु, मलाई कति टेन्सन भएको। काका नमस्कार। नमस्कार काका। नमस्कार। बल्ल भरका मान्छे आयो ल। यहाँ बजाङबाट च्याङ्रा लिएर आछु, हेर त मजा मजाका छन्। एउटा एउटा लिएर जाओ त। काका हामीले त मासु खानै छोडिदियो। मासु खानै छोडिदियौँ होइन, मैले यत्र च्याङ्रा ल्याएर थुपार्ने, तिमीहरूले मासु छोड्ने। कमसे कम दसैँ पछि छोड्या भए हुन्थेन। अनि मासु छोड्या मान्छे मेरो च्याङ्राको बथानमा मिसिन किन आगा त नि? हामी त काका यो काटमार सबै छोडेर समाज सेवातिर लागेछौँ। होइन, मासु खाएर चाहिँ समाज सेवा नहुने, नखाइ गरेर समाज सेवा हुने हुन्छ? अनि कस्तो खालको सेवा हो यो? अब दसैँमा ज्वाइँ भान्जा भान्जी आउलान्, उनीहरूलाई मासु बिनाको सेवा के सेवा हुन्छ र? तिमीहरूले त्यो मासु नदिएर हरियो सागपात दियौ भने, ज्वाइँ निलो भएर गयो भने पाप लाग्दैन तिमीहरूलाई? भनेको सुन्दै नसुन्दा रहेछ नै। अब फ्रीमा पाएको चिज जम्मै गरम, पैसा लाउने चिज केही पनि नरम। हेर ऊ बेला माग्न आएको केटा कोही मलेसिया हन्, कोही कतरा हन्, कोही माल्टा हन्, आफ्नो भागा परेको यहाँ खल्टा हन्। वर्षभरि त दुःख पाइएको थियो। दसैँमा सुत्दा एक दिन पनि खुसी हुन नपाइने कस्तो पैसा ब्याएछ कि मैले। अब आफूले त यो दसैँमा नयाँ साडी लाउनु भनेको त्यस्तै भयो के अरे। छोरोलाई त यो दसैँमा निराश नबनाऊ है त। जाऊ त कसैले सापट्टि दिन्छन् कि लिएर आऊ। मेरो नयाँ कुर्ता कस्तो छ? अनि मेरो कुर्ता कस्तो छ? राम्रो छ, राम्रो छ। मेरो कपडा त घरै राखेको छ दसैँमा लाउने भनेर। तिम्रो नयाँ कपडा छैन? मलाई नि किनिदिनुहुन्छ? दसैँ आउन लागिसक्यो, तिम्रो बाबाले कहिले किनिदिनुहुन्छ? सुन न, हाम्रो घर त दसैँको लागि ठुलो खसी ल्याउनु भयो नि। प्रिन्स, तिम्रो घर चाहिँ खसी ल्याउने होइन? अब खसी ल्याउनु। कहिले ल्याउँछ त नि खसी? दसैँ पछि। हेलो दाइ, अलिकति पैसा होला र? यसपालिको दसैँमा त बर्बाद हुने भयो। यसो अलिकति खर्च भइदिनु न। यसो दसैँ पछाडि कामसाम गरेर भयो नि चुलाम्ला नि हजुरलाई होला र? ए छैन है, ल त। बाबा, मेरो सबै साथीहरूले मलाई नयाँ लुगा किनेछन्, मलाई नि किनिदिनु न। ल, म पनि यसपालि दसैँमा तिमीलाई एकदम नयाँ भेट र कट्टु किनिदिन्छु है। बाबा, मैले सुत्ने बेला लाउने कपडा भनेको होइन के, मलाई दसैँमा लाउने कपडा भनेको। ए ल, किनौँला नि त, किनौँला। किन बिरुवारी चोक म किनिदिन्छु। अनि बाबा, कपडा नकिनिदिनु, तर सबैको घरमा खसी ल्याछन्, हाम्रो घरमा नि खसी ल्याउँ न। यसो आराम, सबैका घर 4 खुट्टे खसी ल्याछन्, हाम्रो घर चाहिँ खुट्टै नभएको खसी ल्याउँ है। अच्छा, खुट्टा नभएको नि खसी हुन्छ? ल, अब 4 खुट्टा भएको खसीलाई खसी भन्छन्, अब खुट्टै नभएकोलाई फर्सी भन्छन्। त्यसो भए म भात पनि खाइदिन, दसैँमा नि खाइजानु। ओए बाबु, आऊ न। बाबु, ओ बाबु आइज भात न। बाबु
छोराको पनि चित्त दुखायो होइन ओहो कतैबाट खोजेर हुन्छ क्याएर हुन्छ छोरोलाई यसो मासु खाने पैसा र कपडा किनिदिने पैसा त बनाउन बुढो जसरी यताउति कतै खोजेर भयो नि बनाउन पर्यो कि यसो गर्नु न त नौलीमा अब भैँसीको मासु लिएर आम छोराले च्याङ्ग्रा मासु भन्छ त्यो महँगो छ भैँसीको मासु लिएर आम भुटेर दियो छोरालाई च्याङ्ग्रो भन भइहाल्यो त अनि ओहो छोरोलाई झुकाउने भन्दा रहेछ नै मलाई त यहाँ झुकाइ ब्याएर वा छोरोलाई नि झुकाएर मासु खुवाउने भन्दा रहेछ नै खुरुक्क जसरी हुन्छ त्यसरी मागेर हुन्छ कि चोरेर हुन्छ छोरोलाई जसरी नयाँ कपडा र यहाँ 1-2 किलो मासु जसरी लिएर आऊ नभए तिमीलाई मैले जानेको बाबु आइज खाना तिमी पनि आऊ ल म भोलि चाहिँ यसो च्याङ्ग्रा चाहिँ कति पर्दो रहेछ त्यो पनि बुझ्छु कसैले सित्या दिन्छन् कि उधारो दिन्छन् कि मात्रै पाइन्छ कि म बुझ्छु च्याङ्ग्रो कति पर्छ होला है यो काका यो च्याङ्ग्रोलाई कति पर्छ होला काका कति पर्छ यो यो काका होइन क्यारा बोल्दैनौ कि एउटा च्याङ्ग्रा कति पर्छ भनेर किन बोल्ने हो त नि तँसँग च्याङ्ग्रा किन आउने मान्छेसँग पो बोल्ने यस्ता जब पुच्छर चिन किन आउने मान्छेसँग किन बोल्ने हो र कि ऐनै सिङ र पुच्छरको कति पर्छ काका भनेर उहिल्यै भनिदिन्थ्यो नि पुच्छरको 500 दुईटा सिङ फ्री अब तपाईको घर लेक साइड पोखरामा सबै घरबाट तालको दृश्य अनि प्राकृतिक मनोरम साथै स्विमिङ पुल फिटनेस सहितको 8 आनामा बनेको बंगालो घरहरू Lakeside Awas, a project of RJ and Green Holdings. विस्तृत जानकारीको लागि I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. I don't ever slow up, no I don't take shit. I got no love for the fakeness. If you wanna play tough and wanna hate this, I'll always show up and make a statement. भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 20 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी ब्रान्डेड नेम हस्पिटालिटी BGB Resort and 15th Street Lakeside Pokhara phone 061-579-96 यसो एउटा च्याङ्ग्रो जति उधारो ल्याउनु नि त मलाई उधारेर नै तिमीलाई त नि काट्दाको दिन आइज उधारेर छाला तिमीलाई भन यस्तो होइन क्या काका यसो बाँकी ल्याउनु न बाँकी एउटा च्याङ्ग्रो बाँकी ल्याउनु पछि पैसा तिर्छु नि त मैले तिर्छसी मलाई देखेपछि कता कता छिट लाग्ने के भन्छ र तेरो जहिले पनि डिस्टर्ब गर्न आशा जा खुरुक जा त डिस्टर्ब न जा त जा सुनि बिगार्दा जाऊ त भनेको सन्तोष दसैँ आयो
यसपालि दसैँमा कसरी इन्जोय गर्ने हो त नि यार केही आइडिया गर त यस्तो गरौँ दसैँको मेट्रो पनि भयो तल चौरा चौराले पिङ हालौँ पिङलाई भनेर चन्दा उठाउँ 10% जति पिङमा लगाउने 20% एउटा मजाको रोजेर लानुहोस् पहिला त 50 बजारबाट आएको भन्नुहुन्छ कतारबाट आएको मूल्य भन्नुहुन्छ मान्छेहरू यस्ता फेरि आयो एउटा च्याङ्रो एउटा अफरमा दिनु नि त मलाई अफरमा आफ्नै गाउँघरको मान्छे म बेला बेलामा चाहिने मान्छे अब तैँले दसैँका बेलामा मुख हालेर अफरमा दिनुहोस् न भनेपछि मैले नदिएर भयो यो हो नि त कुरो ल एउटा अफर एउटा च्याङ्रो लैजा भुत्ला जति तँलाई अफरमा नमस्कार मेयर साहब ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ कता हो त नि बाबुहरू यसपालि चाहिँ हामीले तल चौरमा लिङ्गिपिङ हाल्ने प्लान गरेका छौँ यसो मेयर साहबले सहयोग गरिदिनु पर्यो भनेर चन्दा उठाउँदै आएको ओहो एकदम राम्रो बाबु यस्तो युवाहरू जागेर काम गरेको त साह्रै राम्रो हो के अरे नि अनि बाबुहरूलाई कति जति चाहिदिनु चन्दा हजुरले 1 लाख जति हालिदिनु पर्यो बाँकी हामी अन्त उठाउँछौँ 1 लाख होइन त जाऊ बाँसको पिङ हाल्नलाई 1 लाख रुपियाँ चाहिन्छ र त्यो बाँस नेपालको होइन क्या मेयर साहब मलेसियाबाट मगाउनु लाग्यो ए मलेसियाबाट यो मगाउने मेथाङबाट बाँस मगाउने अनि अरू सबैलाई पिङमा मचाउने तिमीहरू चाहिँ दौरा मच्चिने होला नि यसो लाएर मलाई सबै थाहा छ अरू मलाई केही थाहा छैन तिमीहरूलाई साँच्चै नै सहयोग चाहिएको भनेदेखि म 5000 रुपियाँ सहयोग गर्छु अब 5000 ले त न्याला पिङ हाल्ने हो र मेयर साहब न्यालाको हाल कि बाँसको हाल कि मलेसियाबाट ल्याएर हाल मेरो तर्फबाट 5000 मात्रै भयो यस्तो छ न हाम्रो ए काका यो दसैँमा तिम्रा यी च्याङ्रा भन्दा ठुलो च्याङ्रो हार देखाउँछु मैले अब यो खोर भरिमा ठुलो च्याङ्रा भएको मेरै खोरा हो तैँले त्योभन्दा ठुलो के खान्छ र भैँसी नि ए भैँसी खाए त ठिकै भयो त्यो पुच्छरले तेरो दसैँ जान्छ ओहो मेयर साहब ह्याप्पी दसैँ है ह्याप्पी दसैँ ह्याप्पी दसैँ ह्याप्पी दसैँ ओहो नि यसपालिको दसैँमा त मलाई दुडा कुराको एकदम धेरै याद आयो एउटा दुर्गा माताको एउटा हजुरको साह्रै याद आयो क्या मलाई अनि यसपालिको दसैँमा त मेयर साहब म त दसैँको दिन हजुरको हातबाट टिका लाउन मन लाग्यो चट्ट हजुरको हातबाट दक्षिणा लिने हजुरले पकाएको खाने यहीँ बस्ने श्रीमती पनि यहीँ आउने बाबु पनि यहीँ आउने पूर्णियासम्म यहाँ बसेर भाडा मासु छन्जेल खाएर जाने इच्छा जागेर आयो क्या मलाई आफ्नै ज्वाइँलाई त नआउनु भनेछु त यहाँ आएर पूर्णियासँग बसेर खाएर जाने को होस् र त हेर मलाई त अहिले यो दसैँ मनाउनु मनै छैन यार अब त्यत्रा केटाहरू शहीद भएको छन् त्यस्तो बेला सबैले दसैँ नमनाउने कि भन्ने सल्लाह भयो बेला तँलाई फेरि यो दसैँ मनाउने हल्ला कहाँ जाएको दसैँ नमनाउने भए पनि यसो दक्षिणासम्म भयो नि दिनु न त मलाई यहाँ आफ्नै ज्वाइँलाई त बोला छैन भनिरहेको छु त को होस् र दक्षिणा दिनलाई भनेको के त्यसै दिने भनेको होइन क्या मैले यसो सापट्टि दिनु न मलाई अब घरमा सानो बच्चा छ बुढी छ बुझ्दै बुझ्दैनन् यसपालि दसैँ नमनाऊँ भनेको मरै बुझ्दैनन् तिनीहरूको लागि मात्रै भयो भने यसो हजुरले मलाई अलिकति पैसा सापट्टि दिनु न दसैँ मनाउने खर्च अब गाउँमा हुने खाने भनेको हजुर हो कस कहाँ जाम त नि म यस्तो व्यवस्था गरिदिनु पर्यो हेर लटे दसैँ आउनु निकै दिन बाँकी छ म यहाँ ब्याङ्कतिर पनि जान पाएन ल भोलि आइज नि त आहा हो
साहब थियौँ पैसा भन्न गएको यसपालि दसैँ खर्च हामीलाई मेयर साहबले पैसा दिनुहुन्छ अरे ल भइहाल्यो त दसैँ मनाइहालियो त हो र अनि कति भन्यो त नि पैसा कति दिनुहुन्छ अरे ओहो त्यो त कति दिनुहुन्छ अरे भने त म त सोध्नै बिर्सेछु म त पैसा दिन्छु म भन्नुभयो म त खुसी भएर आएँ जाऊ कति दिनुहुन्छ भनेर आऊ काम गराएको नि उल्टो र पाल्टो गराउँछ गइहाल त छिटो दिनु होला नि त जति दिए नि जाऊ कति दिनुहुन्छ भने सोधेर आइहाल गइहाल काम गर्छन् उल्टो र पाल्टो गर्छन् अलि धेरै दिनु भन है बुढो लैजानु च्याङ्ग्रा एकदम राम्रो छ 80,000 यसको मूल्य लैजानु दाइ ल 80,000 पैसा होइन ओए के बोलेको 80,000 मेरो आफ्नै दाइ हो त्यत्रो महँगो भन्ने तैँले के बोलेको त्यो तिम्रो दाइ भने त मैले त्यति भनेको मिलाएर भने कि 80,000 न त 1 लाख भनिदिने हेर न यसका मान्छे आउँदाखेरि आधा डिस्काउन्टमा दिन्छे कसैलाई ह्याप्पी बर्थडेको कुरा आएर भनेर दिन्छे कसैलाई मेरो भिनाजु आएका भिनाजु हिसाब पछि मिलाउँला लैजानु भन्छे त्यसो गर्न पाइन्छ व्यापारमा त्यसो गरेर हुन्छ तिम्रो मान्छे गरी एक चौको मासु खाएकी छैन मैले मेरो माइती गर्दा टन्न खिचेर आउँछ त्यही भएर त्यही उठाएकी माछा मैले तेरो माइतीले 100 रुपियाँ भन्दा दक्षिणा कहिल्यै हाले छैनन् अहिलेसम्म जम्मा गर्यो भने 1000 पुग्दैन के को हिसाब गरेछस् दिँदैनन् खुब तिम्रा मान्छेले त दिन्छन् नि कहिले आएर एक छाक भात खान आइदियो भने कहिले धेरै नगर यस्तो कुलङ्गारलाई राखेर व्यापार सकिन्छ जा त अर्कै मान्छे राख्छु म त बरु दसैँ मनाइयो लास्ट लानु मलाई मेयर साहब के भयो फेरि क्यारमा आएको अघि हजुरले पैसा दिन्छु त भन्नुभयो तर कति दिने कति लिने मलाई कति चाहियो भनेर म त फिक्स अर्नै बिर्सेछु ए अँ त नि कति चाहियो त नि तँलाई त्यस्तै 15,000 होइन 100 भए हुन्छ ए 100 1500 रुपियाँ जति हुने भने अब यताउति पुग्छ ल यसो गरौँ त टिकाको अघिल्लो दिन आइज म पैसा ठिक्क पाएर राखिदिनु है त हस् ल मेयर साहब जिन्दाबाद यस्तो हुनुहुन्छ र पैसा पाउने भएपछि मेयर साहब जिन्दाबाद विवाह पार्टी व्रतमन सेमिनार प्रशिक्षण साधारण सभा तथा सम्मेलनहरूको लागि सात रोपनी क्षेत्रफलभित्र 1000 जनासम्मको लागि भित्री र बाहिरी हल तथा 40 भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 35 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी छौँ। A branded name in hospitality, BGB Resort and BGB Banquet, 15th Street, Lakeside, Pokhara. Phone 061-457-923, 9844498818. कति दिनु भयो बुढो पैसा पैसा 1500 दिन्छन् अरे त्यो 1500 ले के आयो न मलाई साडी आउँछ न छोरोलाई कपडा आउँछ न दसैँमा मासु खान पाउँछ न त माइत जाने भाडै पाउँछ अलि धेरै माग्न सक्दैनौ यस्तै खर्चालु छेउ के यस्तै खर्चालु छेउ यसो कता कता पैसा मागेर आयो एकदम फुर्मासी अर्छौ 1500 ले मान्छेले वहाँ 1 महिना त खर्च पुराउँछन् त्यति जग्गामा पुराउन सक्दिन यसो जाऊ दिन्छु भनेको 1500 को ठाउँमा 15000 मा लिएर आउ न जाऊ त खुरुक्क 15000 ए भगवान जाऊ दिन्छन् के दिन्छु भनेको खुरुक्क जाऊ त 15000 त आफ्नै बा त हैन के 15000 दिएला नि त दिन्छन् जाऊ गइहाल अब 1500 माग्ने भन्नी मेयर साहब के भयो फेरि क्यारमा आएको अघि त हजुरले मलाई 1500 रुपियाँ सापाटी त दिन्छु भन्नुभयो तर त्यो 1500 को त 1 किलो पनि मासु आउँदैन अरे ए बुढीले कचकचाएर हैरान पारे उता बुढीलाई साडी पनि किन्नु छ अरे उता छोरालाई कपडा पनि किन्न पर्ने मासु खान पर्ने ससुराली जान पर्ने अनि कति दिनु पर्दैन मैले कति थप दिनु पर्यो 15000 जति दिन पर्ने मेरा बोय 15000 क्यार तिर्छ चाहिँ तैँले 15000 रुपियाँ अब 1500 भयो त एक दिन यसो हलो जोताएर सुलामला भन्ने थियो 15,000 तिर्न तँसँग के छ आय स्रोत के छ ढितो के राख्छस् होइन किन ढितो राख्नु पर्यो र ढितो त नराखिउन् न राख्नै पर्छ भोलि तैँले पैसा नदिएर तँसँग पैसा माग्दा मेरो मुक्ति त हुन्न आय स्रोत फेरि आय स्रोत त झन् चाहियो के अरे नि आय स्रोत भएन भने त मेरो त गए स्रोत मात्रै भएन दुइटै चाहिन्छ आय स्रोत पनि चाहिन्छ ढितो पनि चाहिन्छ 15000 लाने भएदेखि त्यसो नभन्नु न मेयर साहब
लौ न अब दसैँ आइज घर श्रीमती कचकचाइ छोरो दुःख मन अरे लौ न त्यति सहयोग गर्नु पर्यो म हजुरकहाँ 1 महिना जोत्न आम्लाका अब हिउँद पनि आउँदैछ लौ न ल अब आफ्नो गामठाममा मैले दिने भयो त टिका अघिल्लो दिन आइज लिएर जाऊ मेरो साहब जिन्दाबाद जिन्दाबाद भाइ धेरै धाचा नपार उहाँ चुनाव आएर फेरि अरू पार्टीतिर हिँड्छ मैले नदेखेको हो र अहिले पैसा दिने बसी मेयर साहब जिन्दाबाद जा बल्ल दिनभरि कुर्दै एउटा च्याङ्रो बल्ल बिक्री भयो ओरै लक्षिमको मान्छे आउनु भएछ ल राम्रोसँग दसैँ मनाउनु होला अब पछि भेटौँला ल अरू कोही साथीभाइ भयो भने पठाइदिनु है हुन्छ ल ल ल ल ल एउटा खुसीको कुरा के भयो च्याङ्रो बुक भयो नि हो र मैले नि भर्खर एउटा बेचेँ नि कसले लाने भयो हाम्रो माइततिरकी ठुलियाले कसरी लाने भएछन् सित्तैमै त होला नि कि हामीले पैसा थपिदिनु पर्ने भयो नचियाउनु बुढा साह्रो दुःख पाकेर चाहिँ 3 वर्ष भइसकेछ मासु नखाएको अहिले पनि चना भुटेर खान्छु भनेर बसिरहेछन् चना नखाएको 3 वर्ष मासु नखाएकी मान्छे के को दसैँ चना खान्छौ भनेर मेरै हुलबाट च्याङ्रो लगाएर खाऊ भनेर दिन लागी म त के रे नौनी माया आयो बुढो पैसा दिने भयो त मेरो साहब त कस्ता मनका अरे रचन अब हामीले भोट सघाउँदा तिनलाई हाल्न पर्छ है 15,000 यो दसैँ खर्च दिन्छ रे हामीलाई हो र बुढो ए त्यसो भए त यो दसैँमा मलाई नयाँ साडी किन्न पर्यो छोरालाई नयाँ लुगा किनिदिन पर्यो 2-3 किलो खसीको मासु ल्याउनु पर्ला रगोले माइत जाने गाडी भाडा अनि मलाई यसपालि एउटा कोट प्यान्ट हालम कि है दसैँमा हाल्छ कोट प्यान्ट ऐतमा 1500 दिने पुराउन पर्यो भनेथ्यौ है तिमी त त्यही बिहाको कोट लाएर गए नि हुन्छ के हामीलाई पो दिदी बहिनीले कुरा काट्छ नयाँ लाउन पर्यो भोलि बिहानै लिन जाऊ है खगेन्द्र काका ए बोको काट्ने होला नि काट्ने हो ल एउटा खुट्टा लटला राख्देऊ है तैँले पैसा दिनुहोस् तँलाई के दिने हो साह्रै हेपे हो तिमीले मलाई म यहाँ पैसा बुझेर आउँछु तिम्रो एउटा खुट्टा मात्रै नै पुरै बोकै किनिदिन्छु मैले साह्रै हेपे यो गाउँमा मेयर साहब मेयर साहब अनि यो दसैँकै बेला कोट लाउनु पर्ने कस्तो पेटीको लाएर बस्नु भएछ क्या तपाईँ हेर लटे हिजो राति घरमा चोर पसेर सबै लटीपट्टि पारेर लयो यही एउटा भाउजूको म्याक्सी र यो टोपी मात्रै छोडेर गएछ त्यही लाएर बसेको अनि सबै चोरले लिएर गयो अरे अनि 15,000 त बाँकी राखिदिन्छ होला नि त त्यो चोरले राख्यो 15,000 15 रुपियाँ नि छैन म पैसा माग्न आएको होला म त उल्टै तेरो घर पैसा माग्न आउनु पर्यो भनेर हिँड्ने थिएँ यस्तो लाएर क्यारेर जाम भनेर यहाँ बसिरहेको यति एउटा छोडेर गएछ अनि तपाईँले म्याक्सी लगाएको भएदेखि भाउजूले के लगाइदिन्छ नि भित्र फेरि साँच्चै पैसा लिएर आयो होइन किन झोक्राउँदै आयो के तिमी कि पैसा त हरानौ नि के भयो भनेको के अब मेयर साहबको घर त हिजो राति त ठ्याक्कै चोरी भएछ पैसा पनि चोरेछ कपडा पनि चोरेछ लाउने कपडा नभएर उहाँ चाहिँ श्रीमतीको मेक्सी लाएर बसे हामी गरिबलाई त पैसा दिन्छु भनेको ठाउँमा धरि चोरेर लान्छन् अब दसैँ क्याएर मनाउने हो भोलिको दसैँ छ नयाँ कपडा किनौला भनेको छोरालाई नयाँ कपडा किनिदिउँला भनेको त्यसै हुने भयो मासु नि खान पाइने भएन अब हुँदा हुँदा माइत सुत्दा जाने भाडा भएन
क्यानिर बुढो गतिलो नबसी त दसैँ पनि राम्रोसँग मनाउन नपाइने भइयो। लाइस अब नयाँ लुगा लाइस। हेर त मैले एउटा जोर साडी फेरौँला भनेको पनि अब माइत देखाउँदै जाम्ला नयाँ साडी लाएर भनेको लाइयो। अब बुढो गतिलो नबसी त यस्तै दुःख पाइने। माइत सुध जान पाइएन दसैँमा। हिँड्दै भयो नि जाऊँ न त के भयो त नि। गयो हिँड्दै। ओहो नजिकै छ के अरे यस्तो थोत्रा लुगा लाउँदै हिँड्दै हिँड्दै जान्छौ। अब बालाई यहीँ बोलाउने होला नि। अब चाहिँ ससुराली यहाँ घर चाहिँ ज्वाइँ जान पनि ठा। अब ससुरालीले नै ज्वाइँ छोरीको घरमा बोलाउँदाखेरि हुन्छ मिल्छ त्यस्तो। मिलिहाल्छ नि। बाटो आउँछ टिका लाएर जान्छन् नि। अब के गर्ने? अब दसैँमा घर आउनु भन्दाखेरि भाडा छैन भन्नुभयो। त्यही भएर मै छोरीको घरमा आउनु पर्यो। अब यो चाडबाडको बेलामा छोरीको घरमा बसेर टिका लगाउनु पनि मिलेन। टिका त जसरी पनि लगाइदिनु पर्यो छोरी ज्वाइँलाई, हो कि होइन? त्यही भएर यो घर बाहिर बाटोमा भए पनि टिका लगाइदिनु लाग्छु मैले है। ल अब यहीँ लगाइदिन्छु म। ल जयन्ती मङ्गलकाली भद्रकाली कपालिनी रुद्राक्ष सामा गावा मस्तरी त ल ज्वाइँ साहब पहिला यता आउनुहोस्। ल के गर्ने? कति आशीर्वाद दिन्छ, कति मैले राम्रो गर भन्छ, खै कहिले राम्रो गरेको होइन। अब राम्रो होस्। ल ल छोरी आफै रोजेर गयो। मैले भनेको केही मानेन। अब त आफै खुसी। म मर्नुभन्दा अगाडि त खुसी भएको देख्नु पाऊँ मैले। ल तपाईँ ढुकाउनुहोस्। त्यो कुरो त हजुरले पिरानै पार्दैन। पिरै नहर्नुहोस्। ल बाबु मेरो नातिकेटा आइज। ल आए पनि जय साहब हो मान्नै पर्यो नि। ल दक्षिणा। ल ल ल छोरी। ल नातिकेटा लौ तिमीलाई पनि। ल अब मैले टिका लगाइदियो। अब म जान्छ। अब छोरीको घरमा पानी पनि खानु हुँदैन। त्यही भएर अब मेरो काम टिका लगाउने थियो। घरसम्म आएर भए पनि बाहिर बसेर टिका लगाइदिएँ। खुसी भएर बस्नु। म अब जान्छु। ल हजुर जानुहोस् के अरे हामीलाई पनि भाडा भयो। हामी पनि त्यतै आउँछौँ। अब टिका लगाइसक्यो कि हेर्न आउने हो र? खाना परेन। हुन्छ नि त। मेरै छोरी ज्वाइँ हो। घरमा घरले खासी छ। आउनु न त। विवाह पार्टी, व्रतबन्ध, सेमिनार, प्रशिक्षण, साधारण सभा तथा सम्मेलनहरूको लागि सात रोपनी क्षेत्रफलभित्र 1000 जनासम्मको लागि भित्री र बाहिरी हल तथा 40 भन्दा बढी गाडी पार्किङ गर्न मिल्ने 35 वर्षभन्दा बढी अनुभवी व्यवस्थापकहरूबाट उत्कृष्ट सेवाको लागि हामी तयारी छौँ। A branded name in hospitality, BGB Resort and BGB Banquet, 15th Street, Lakeside, Pokhara. Phone 061-457-923, 9844498818. पोखरामा सबै घरबाट तालको दृश्य अनि प्राकृतिक मनोरम साथै स्विमिङ पुल, फिटनेस सहितको 8 आनामा बनेको बङ्गालो घरहरू। Lakeside Awas, a project of RJ and Green Holdings. विस्तृत जानकारीको लागि अब पोखरामा घुम्न आउने समयमा सुत्ने बेडरुम मात्र होइन, खाना पकाउने किचनदेखि डाइनिङ हल, लिभिङ रुम अनि होटेलको वैकल्पिक रूप आरजे रेसिडेन्ट 48A लेकसाइड पोखरा। के तपाईँ काठमाडौँमा घर किन्न खोज्दै हुनुहुन्छ? रिङ रोडदेखि 200 मिटर मात्र बाहिर इमाडो ललितपुरमा 3 आनादेखि 5 आनामा बनेका घरहरू तयारी अवस्थामा। आरजे रियल इस्टेट। फोन 9846031767।